हेलो ब्युटिफुल पिपल। अब चाहिँ हामी डोमिनिकन रिपब्लिक पुन्तागाना जाँदैछौँ। हाम्रो फ्लाइट चाहिँ किप्डेन कोलम्बसदेखि फ्लोरिडादेखि डोमिनिकन रिपब्लिक थियो, त्यहाँ जाँदैछौँ। अनि यो चाहिँ त्यहाँदेखिको प्लेनदेखि माथिबाट भ्यू। यो चाहिँ जब हामी पुन्तागाना पुगिसकेका छौँ अनि त्यहाँदेखि माथिबाटको भ्यू हो। कस्तो राम्रो माउन्टेन्सहरू देखिन्छ हेर्नु नि। कस्तो मजाको माउन्टेन्सहरू, कस्तो राम्रो के। ओहो क्या क्या राम्रो। क्लाउड्स पास गरेको यो चाहिँ जीवनले आफ्नो बदल बाँधेर राखेको। ल अहिले चाहिँ हामी पुन्तागानामा आइपुग्यौँ। यहाँनिर ट्याक्सी वेट गर्दैछौँ। अब ट्याक्सी लिएर चाहिँ अब हामी होटलमा जाने हो। अब चाहिँ हामी गाडीतिर जाँदैछौँ। केटाहरू के हुँदैछ हालत, कस्तो छ? तागल के छ? जाडोबाट आउँदा कस्तो भयो? सही छ, पर्फेक्ट हो। पर्फेक्ट हो। कति छ टेम्परेचर? 86 86.5 80 डिग्री छ यहाँनिर चाहिँ। पुरै तातो जाडोबाट गाडीमा चढिसक्यौँ। यस्तो भोक लागेको छ। अब हामी होटलमा गएर खाने ओर्ने, पहिले रुममा गएर फ्रेस हुने, अनिखेर खाने। यस्तो भोक लागेको, कहिले पुग्नु जस्तो भएको छ। यो चाहिँ हाम्रो होटल। होटलदेखि म तपाईँलाई बाहिर पनि लिएर जान्छु ल। स्लाइड गर्नु पहिले। ओहो कस्तो राम्रो भ्यू के हो। जाडोमा थर्र काम्दै यहाँ आएपछि त यस्तो राम्रो भ्यू हेर्दा त उहाँको सबै बिर्सिसक्यो विन्टर। उहाँको बसिराख्नु जस्तो भयो अहिले नै। अब हेर्नु अहिले हामी यहाँ आइपुग्यौँ हाम्रो होटलमा। यहाँ इभेन्ट्सहरू के अरे एक्टिभिटिजहरू बुकिङ हुँदैछ। Such a beautiful place, huh? केटाहरू जानु थाले पानीमा। ओला ये साह्रै चिसो पानी रहेछ। Como Mineiro, es el de mi hoguera. Me las dos, hoy estoy soñando con ella, pero esta tarde que hubiera sido sentirte.
चाहिँ हाम्रो लबी अनि लबीमा चाहिँ अब बारहरू पनि त्यहीँ छ। अब त्यही भएर हामी यहाँ यसो ड्रिङ्क्स गरौँ हाम्रो फर्स्ट नाइट भनेर आएका छौँ। अनि अब यहाँ क्रिसमस आउन आएको छ, त्यही भएर क्रिसमसको भाइ चल्दैछ। अनि यहाँनिर अब ड्रिङ्क्स हामी यसो लिन आँट्दैछौँ। यो चाहिँ भ्यू लबीको। That's what people say. But I keep cruising. Can't stop, won't stop moving. It's like I got this music in my mind saying it's gonna be alright. The play's gonna play. And the haters gonna hate. Baby, all you shake. Time shooting विजय आकाशमा उडेको चरी जै दुख्न चाहन्छु म मायामा म सुन्न चाहन्छु मायामा रुन चाहन्छु। सरी फेरि आउँछ। बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा सबै बिर्सेर रुन चाहन्छु विजय आकाशमा उडेको चरी जै लुप्त हुन चाहन्छु म मायामा म डुब्न चाहन्छु तिमी के भन्छ म मेरो खुसी बनिदेऊ सहारा बनिदेऊ तिमी मेरो खुसी बनिदेऊ अन्धकारको उज्याली कुनै रातको जुन तिमी मेरो बनिदेऊ उज्याली कुनै रातको जुन तिमी मेरो बनिदेऊ बिस्तारै डुब्दैछु तिम्रो सुस्तारै अब चाहिँ हामी लागेका केटाहरू झुला बोकेर हिँड्ने। कहाँ Yeah. In the deep sea. Cái này ta quan Ai udah हामी स्कुबामा ल कुन बजारमा छिरा पैसा चाहिँ दार निकाल झन्डै दबाई किन आएन एउटा भ्याउ चाहिँ किन्यो हामीले अब चाहिँ हामी जाँदैछौँ। You know how to solve the... No, No. It's chipping. Chipping, yeah. You have Sunday. Arriba! 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 Abajo! 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 Al centro! Centro! Movimiento! Movimiento! Chaca, chaca! Chaca, chaca! अब चाहिँ हाम्रो यहाँ अलिकति यसो डान्स जाँदैछ आयो। यहाँ बोटमा आएपछि यसो म्युजिकमा अलिकति यसो दिनु पर्यो नि त। ओहो कस्तो मजा आएको छ नि यहाँ।
ओइ डल्फिन 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 अब चाहिँ हामी डल्फिन हेर्न आएका छौँ एउटा त देखियो अघि फेरि देखिन्छ होला यहाँ फेरि पनि फेरि पनि फेरि पनि फेरि कहाँबाट निक्लिन्छ कहाँबाट निक्लिन्छ अलि कुद्दैछ खोइ कहाँ गयो रात त दुईटा डल्फिन अब यसो हिन्दी गीतमा यसो नाचिदिउँ न त होइन डोमिनिकन रिपब्लिक आए पनि यसो अब हाम्रो देशसँग पाएर चाहिँ अब उफ्रिँदैछौँ अब कला 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 चस्मा चस्मा भन्दै अब उफ्रिँदैछौँ अब हामी चाहिँ यहाँ जीवननाथले चाहिँ आधार हेर नि त्यहाँ उफ्रेको ब्रदर इन्जोय गर्दैछ नि लु 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 No desvíes la mirada. जाने कि न जाने नो पानी जाने हिमसिता जाने कि न जाने हिमसिता जाने कि न जाने Seguro
आएको हेरे अलिकति जाऊ गेम आइज रेडी पर्खियो हाम्रो टुरिङ ल थाप चाहिँ थाप अफिसियल्ली जोडिया भयो मेरो सबै जित्यो Whatever you want. Go for best guy. Best crew. अब चाहिँ हामी यहाँबाट फेरि होटलमा जाने हो यहाँबाट यहाँ यसलाई रिभ्यू माग्दैछ यसमा चाहिँ अब केटाहरू आउन मानेन त्यही भएर म एक्लै आएर खाँदैछु जापानिजमा सही मिठो हेर्दा त सही मिठो छ अब ट्राई गरेपछि हेर्नु कस्तो हुन्छ यो भर्खर सुसी खाएर आएको थियो अब यो पनि केटाहरू अघि नआउन मानेर फेरि खानु पऱ्यो अब यहाँ पास अब हामी कहाँ जान आँटेको केटाहरू सारा यसको बगीले तनिर यस्तो गरायो हामीलाई रोकाएको बगी राइड्सबाट अब एउटा आइल्यान्डमा आएको छौँ हामी के थियो नाम पनि एमबाट उठ्थ्यो बिर्स्यो अब अहिले अघि त भन्दै थियो अब त्यहाँ आएर यसो स्विमिङहरू गर्नु भने इन्जोय गर्न त्यसो यसले चाहिँ हामीलाई खै के गराउँछ सक्दैन अहिले चाहिँ हामी यो के अरे बगी राइडबाट यहाँ ल्याएको छ 3-4वटा ठाउँमा रोकाउनु ल्याउँदो रहेछ अनि यो बिच मना के बिच भन्छ समथिङ त्यसमा आएको छौँ अहिले चाहिँ यहाँ पार्टीहरू गरेर ड्रिङ्क्सहरू खाएको खाइछौँ
चाहिँ हाम्रो यो लास्ट डे हो त्यही भएर यसो रिल्याक्स गर्नको लागि केही नगरिकन ब्रिज अगाडि बसेर सुतेर पानीमा बस्दालाई जाडो भएको यस्तो तातो ठाउँमा 80 डिग्रीमा आएको छ माथि टप रुममा आएको छ र पनि पानीमा बस्दैन अरे जाडो भयो अरे यहाँ फोटो खिच्दै यो चाहिँ हाम्रो माथि होटलको टप रुमबाट भ्यू माथिको स्विमिङ पुलबाट टप रुमको स्विमिङ पुलबाट कस्तो राम्रो देखेको ब्युटिफुल होपफुली तपाईँहरूलाई हाम्रो घुमेको ओरेको भिडियो मजा आयो होला थ्याङ्क यू फर वाचिङ